कैसा दाजु ठीक छ हाँ पर्फेक्ट मनीको कस्तो चल्यो हात अनि दामी 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 कतिको दामी चल्यो है I'm every day every week एभ्री मन्थ हैन छोड्न नि हुँदैन बिहानको कति बजे भर्खर 5:30 भयो अनि 5:30 मा निस्केको 5:30 हामी आर्मी ब्यारेक मुनि पुगेका छौं यो चाहिँ आर्मी ब्याङ्क के रे उसो हैन हामी 3 भाइ मर्निङ वाक आएका छौं In the morning, we are here. Nanga Baba, र एउटा जुङ्गे बाबासँग छौं हामी एक्सरसाइज जस्तो छ पुरा दुबोमा केटाको सिक्स प्याक निकाल्नु खोज्दै छ अहिलेसम्म निस्केको रहन्छ यताको त फ्यामिली प्याक छ त्यही भएर भेस्ट लाएर छ मेरो पनि स्टार्ट हुन्छ अब एक्सरसाइज कैसा दाजु ठीक छ हाँ पर्फेक्ट मनीको कस्तो चल्यो हात अनि दामी 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 कतिको दामी चल्यो है I'm every day every week एभ्री मन्थ हैन छोड्न नि हुँदैन बिहानको कति बजे भर्खर 5:30 भयो अनि 5:30 मा निस्केको 5:30 हामी आर्मी ब्यारेक मुनि पुगेका छौं यो चाहिँ आर्मी ब्याङ्क के रे उसो हैन ल म चाहिँ एयरपोर्टमा यहाँ प्लेनको कुराइमा छु मलाई चाहिँ विनोद चौधरी भएको छ कुन यस्तो लाग्यो आज मेरो फ्लाइट चाहिँ पोर्चुगल हो के दामी बुढा छ क्या त्यो पुराउनेको हालत यस्तो छ खदाहरू पनि ल्याएको छैन त्यो ऐसेलीको बोट काटौँ अनि फातक लगाइदिउँ अब के गर्नु अरूले फुलको लाउँछ हामी काँडाको लगाइदिन्छौँ होइन के छ र काँडै काँडमा सजाउला तिमीलाई म्याडमले कुरा सुनाउनु होला नि तपाईलाई म्याडमले किन काँडाको फातक लगाइदिन्छ गुनासो त यसै आउने भयो ल साथीहरु हामी चाहिँ आइसुलु खान आएको छौं अहिले चाहिँ बिहानको कति 6 बजे कि 6:30 हो 6 बजेर कति मिनेट गएको नि समथिङ भर्खर 6:30 भएछ 6:30 भएछ हामी एयरपोर्ट आइपुगेका छौं बिहानै एयरपोर्ट त हो बन्न नसकेको एयरपोर्ट हो यो फेरि यो भनेको कति वर्ष भयो भएन 9-10 वर्ष कि कति वर्ष हो तपाई के खाने रे आज शनिबार आइसुलु कि आइसलु के खाने रे आइसुलु आइ अनि हटाएपछि त सुलु त फेरि ऐसेलु त सुली नै हान्देला बुढालाई ल हाम्रो त ऐसेलु खान सुरुवात गरिसक्नु भएको छ भन्छ विनोद साउले च्याक्क लाएर टिपेर वाह 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 ऐसेलु भ्लगर भन्ने अब फुटबल भ्लगर यो त राम्रो छैन ऐसेलु त्यहाँ पर त्यो जङ्गलभित्र चाहिँ कस्तो दामी थियो हामी शनिबार मर्निङ वाक सँगसँगै आइसुलु खाने प्लानमा चण्डेश्वरीको एयरपोर्ट आएको छौं अलि तल जाउँ यो अलिक गिलिगिली भयो
हामी चाहिँ आइसोलो खाएर नि फर्किँदैछौँ है साथी। ते कान्दो गुरु बुढा मान्छे पुरा हानिरहेको थियो यार।